सरकारले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि सुरक्षाको सतर्क बढाइएको छ। सोमबारको मन्त्री परिषद बैठकले घिसिङलाई पदबाट हटाएर प्राधिकरणको कार्यकारी निर्देशक जितेन्द्र देव साक्यलाई नियुक्ति गर्ने निर्णय गरेको थियो। त्यसपछि रत्नपार आसपास क्षेत्रमा प्रदर्शन हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर प्रहरीको उपस्थिति बढाइएको छ। एकीकृत समाजवादी निकट जनसङ्गठनले घिसिङलाई हटाएको विरोधमा प्रदर्शन गरेको छ। उनीहरूले मङ्गलबार बिहान ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्री खड्काको पुतला दहन समेत गरेका छन्। प्रतिपक्ष दल नेपाका माओवादी केन्द्र र प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टीले पनि घिसिङलाई हटाएको विरोध गरेका छन्। सत्तारूढ दल नेपाली काङ्ग्रेसभित्रै पनि घिसिङलाई हटाएकोमा चर्को असन्तुष्टि छ। घिसिङलाई हटाउन खोजेपछि गृहमन्त्री रमेश लेखक मन्त्री परिषद बैठकमा र काङ्ग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा तथा विश्वप्रकाश शर्माले सार्वजनिक रूपमै सरकारको आलोचना गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयको साङ्केतिक विरोध गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै उनले बलिरहेको बत्ती निभाएर मोमबत्ती बालेका छन्। क्याप्सनमा लेखेका छन्, कसलाई राख्ने कसलाई हटाउने भन्ने अन्तिम निर्णय जनताले लिन्छन्। त्यसैगरी कुलमान घिसिङको समर्थनमा काठमाडौँको प्रदर्शनी मार्गमा विद्यार्थीहरूले ऊर्जा मन्त्री दीपक खड्काको पुतला जलाएका छन्। कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको विरोधमा एकीकृत समाजवादी निकट अनेरेवा सोइवले प्रदर्शन गर्दै पुतला दहन गरेको हो। प्रदर्शनको क्रममा विद्यार्थीहरूले कुलमानको समर्थन र सरकारको विरोधको नारा लगाएका छन्। त्यसैगरी फेसबुकमा प्रचण्डले लेख्नुहुन्छ, देशमा जनताको चरम लोडसेडिङको मार खेपिरहेको बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेको थियो। हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमतामा उज्यालो नेपाल निर्माण गर्न सफल मिलेको जनजनमा जानकारी छ। प्राधिकरणको बाँकी बगौँता जनताको पैसा हो, उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने आदेशका साथ पटक पटक प्रष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो। आज भने सरकारले मन्त्री परिषद बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो। आशा गरौँ यो खबर असत्य साबित होस्। यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ। 2/3 बहुमतको दबावमा गरेको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्ने आग्रह गर्दछु। त्यसैगरी फेसबुक स्टाटसमै ज्ञानेन्द्र साईले लेख्नुहुन्छ, आफै झाँक्री आफै बोक्सी। काङ्ग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माज्यू, यदि साँच्ची नै तपाईँहरू कुलमान घिसिङलाई पुनः नियुक्ति गर्न चाहनुहुन्छ भने कुलमान घिसिङलाई हटाउने मन्त्रीलाई फिर्ता बोलाउनुहोस् र कारबाही गर्नुहोस्। चापी र तालचा तपाईँकै हातमा छ। कमरेड प्रचण्डज्यू, तपाईँ यदि साँच्ची नै कुलमान घिसिङलाई पुनः नियुक्ति गर्न चाहनुहुन्छ भने हिजो सिंहदरबारमा गोप्य रूपमा गरिएको TRC विधेयक सम्झौता काङ्ग्रेस एमालेसँगको तोड्नुहोस्। होइन भने हात्तीको जस्तो दुईवटा दाँत नदेखाउनुहोस्, एउटा चपाउने एउटा लुकाउने। गइको जस्तो आँसु नझार्नुहोस्। सामाजिक सञ्जाल र सडकमा रमिता र नाटक नगर्नुहोस् भन्दै ज्ञानेन्द्र साईले फेसबुक स्टाटस लेख्नु भएको छ।